र आज चाहिँ एउटा खुसीको कुरा हैन। अब हाम्रो नेक्स्ट मन्थ भनेपछि जुलाई, आफ्टर जुलाई, सायद जुलाईबाट होला हैन, हाम्रो बेसिक स्यालेरी चाहिँ नमस्कार, म हाल स्लोभेनियाबाट रविएस मगर। पक्कै पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु। योभन्दा अगाडि एउटा मैले भिडियो पोस्ट गरेको थिएँ, धेरैजनाले मलाई माया गरिराख्नु भएको छ हैन। यसरी नै मैले तपाईहरुको लागि यो भिडियोले पक्कै पनि तपाईहरुको लागि चाहिँ एउटा राम्रो खालको इन्फर्मेसन जानेवाला छ। र मलाई धेरैजनाले मेसेज पनि गर्नुभएको छ, कमेन्ट पनि गर्नुभएको छ हैन। खुसी लागेको छ, धेरैजनाले मलाई यति विश्वास गरेर मलाई मेसेज गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ। सकभर मैले सके जति मैले तपाईहरुको लागि चाहिँ मैले कमेन्ट को रिप्लाई मैले गरेकै छु। कति धेरैजनाले मलाई मेसेज गर्नुभएको छ, उहाँहरुको मैले मेसेजलाई मैले रिप्लाई कति जनाको गरेको छु, कति जनाको गर्न सकेको छैन। धेरै जनाको मलाई मेसेज आएको छ हैन। त्यो मेसेजको रिप्लाई मैले पक्कै पनि गर्ने छु, समय मिलाएरै पक्कै पनि गर्ने छु। एउटा कुरा, तपाईले कुन मेन पावरदेखि जानु भएको हो भनेर सोध्नु भएको छ भनेपछि कति जनाले चाहिँ तपाईले पनि स्लोभेनियाको लागि काम गर्नुहुन्छ र भनेर क्वेशन पनि गर्नु भएको छ। कुन एजेन्ट मार्फत जानु भएको हो भनेर पनि सोध्नु भएको छ हैन। त्यसको लागि चाहिँ मैले कतिपय कुराहरु चाहिँ मैले प्राइभेसी कारणले गर्दाखेरि मैले कतिपय कुराहरु खुलाउन सकिरा हुँदैन हैन। ती कुराहरु हुन् हैन। मैले तपाईहरुलाई मैले यो जानकारी दिन आएको। धेरै जनाले मलाई सोधिराख्नु भएको छ, कुन मेन पावरदेखि जानु भएको हो, मेन पावरको नम्बर दिनु न भनेर सोधिराख्नु भएको छ, र त्यसपछि एजेन्टको नम्बर दिनु न भनेर सोधिराख्नु भएको छ हैन। र म कतिपय कुराहरु चाहिँ मैले प्राइभेसी कारणले गर्दाखेरि मैले यो नम्बरहरु या त मेन पावरको बारेमा मैले प्राइभेसी कारणले गर्दाखेरि मैले खुलाउन सकिरा छैन हैन, खुलाउन सकिदैन एउटा कुरा चाहिँ हैन। र आज चाहिँ एउटा खुसीको कुरा यहाँ आउँदै हुनुहुन्छ भने नयाँ, अब यहाँ हुनेले त सबैलाई थाहा छँदैछ हैन। अब जति पनि नयाँ आउँदै हुनुहुन्छ उहाँहरुको लागि चाहिँ एउटा खुसीको खबर छ। अब यहाँ 1253 बेसिक नभएर अब चाहिँ 1300 बेसिक हुनेवाला छ हैन। जुन या जुलाई है। तपाईहरुले चाहिँ अब यस पछाडिदेखि चाहिँ हाम्रो बेसिक स्यालेरी पनि, यहाँको बेसिक स्यालेरी पनि बढ्नेवाला छ, किनकि 1300 बेसिक हुनेवाला छ यहाँनिर चाहिँ गभर्नमेन्टले दिएको यो चाहिँ हैन। बेसिक स्यालेरी चाहिँ यहाँको गभर्नमेन्टको कुरा हो हैन। बेसिक स्यालेरी बढेको छ, यही खुसीको कुरा सुनाउन चाहिँ मैले तपाईहरुलाई आएको हो हैन। पक्कै पनि नयाँ आउँदै हुनुहुन्छ भने कतिपय कुराहरुलाई मलाई धेरैजनाले सोधिराख्नु भएको छ, मलाई नम्बर प्रोभाइड गरिदिनु न प्लिज 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 प्लिज। धेरैजनाले सोधिराख्नु भएको छ। जति जनाको मैले मेसेजको रिप्लाई गर्न सकेको छु उहाँहरुले पक्कै पनि बुझ्नु भएको नै छ पक्कै पनि हैन। र कति जनाले मैले उहाँहरुको चाहिँ मैले मेसेजको रिप्लाई गर्न सकेको छैन, पक्कै पनि यो भिडियो हेरेर पक्कै पनि बुझ्नु भयो होला भन्ने मैले आशा गर्छु हैन। पक्कै पनि बुझ्नु हुनेछ हैन। र त्यही हो साथी हो हैन। अब यहाँनिर अब जति पनि यहाँनिर हुनुहुन्छ उहाँहरुले त अब जो सबै कुराहरु थाहा पाइराख्नु भएको छ। जति पनि यहाँ नयाँ आउँदै हुनुहुन्छ, नयाँ आउनेहरुको लागि चाहिँ पक्कै पनि एउटा जानकारी होस् भनेर चाहिँ मैले यो भिडियो बनाएको थिएँ। र अगाडिको भिडियो पनि पक्कै पनि हेरिराख्नु भएको छ हैन। जति पनि बुझ्नु भएको छैन, कतिपय कुराहरु मैले समय अभावको कारणले गर्दाखेरि मैले तपाईको मेसेजको रिप्लाई गर्न नसकेको हुन सक्छु हैन। त्यसको लागि म क्षमा प्रार्थी छु हैन। माफ गर्नु होला, मैले तपाईको चाहिँ मैले मेसेजको रिप्लाई गर्न सकिरा छैन हैन। अझै पनि बुझ्नु भएको छैन भने पक्कै पनि मेसेज गर्नु होला। अझै मैले जति पनि सकेको हुन्छु त्यो कुरा चाहिँ मैले तपाईलाई दिन मैले सक्छु। त्यही कुरा हो गाइस। र अस्ति रहेको तपाईले चाहिँ इन्डियाको स्लोभेनिया एम्बेसीमा गएको कति समयपछि चाहिँ टीआरसी आउँछ भन्ने सवालमा चाहिँ मैले केही जानकारी दिएको थिएँ, र लागत कति लाग्छ भन्ने खालको बारेमा चाहिँ मैले तपाईलाई जानकारी दिएको थिएँ। आई होप तपाईले पक्कै पनि त्यसको बारेमा चाहिँ पक्कै पनि लाभान्वित हुनुभयो होला हैन। त्यही हो गाइस। अब र मैले तपाईलाई एउटा इन्फर्मेसन के छ भन्दा आज चाहिँ मलाई के भन्न मन लाग्यो भन्दाखेरि बीचमा हैन, जति पनि हाम्रो नेपालबाट नयाँ साथीहरु आउँदै हुनुहुन्छ हैन, नयाँ साथीहरु आउँदै हुनुहुन्छ भने पछाडी एउटा कुरा के सम्झिनुस् भन्दाखेरि तपाईहरु नेपाल एजेन्ट भन्दा पनि तपाई यहाँ आएर एजेन्सीले चाहिँ तपाईलाई चाहिँ एजेन्सीहरुसँग चाहिँ लिंक अप भयो भने चाहिँ अलि गाह्रो हुँदो रहेछ है
मैले जति पनि मेरो साथीहरूलाई मैले बुझेँ हैन, जति पनि मेरो साथीहरूसँग मैले उहाँहरूको चाहिँ सल्लाहहरू लिएँ, उहाँहरूले पक्कै पनि अलि एजेन्सीहरूबाट चाहिँ अलि धोका पाएको भन्ने सवालमा चाहिँ एजेन्सीबाट चाहिँ अलि धोका पाएको कुराहरू गर्नुभएको थियो हैन। यसको बारेमा चाहिँ अलि ध्यान दिनु होला हैन गाइस। त्यही हो गाइस, र जतिजनाले यो भिडियो हेर्नु भएको छ तपाईलाई धेरै धेरै धन्यवाद हैन। अब अगाडिको भिडियोलाई पनि पक्कै पनि हेर्नु होला, र जति पनि मैले जानकारी दिन सक्छु त्यो पक्कै पनि तपाईहरुलाई एउटा राम्रो वे भन्ने छ हैन। स्लोभेनियाको बारेमा चाहिँ जति पनि मैले इन्फर्मेसन दिन सकेको हुन्छु त्यो मैले पक्कै पनि दिनेछु। नयाँ खालको इन्फर्मेसन पनि म तपाईलाई पक्कै पनि दिनेछु हैन। जोडिनु होला, यहाँ जतिजना जोडिनु भएको छ, धेरैजना जोडिराख्नु भएको छ, अहिले चाहिँ धेरैजना जोडिराख्नु भएको छ। उहाँहरू चाहिँ अहिले चाहिँ एकदमै हाम्रो फ्यामिली पनि अलि मजबुत बनेको छ हैन। धेरैजना जोडिरहनु भएको छ, खुसी लाग्छ। यसरी नै जोडिरहनु होला हैन। बुझ्नु भएको छैन कतिपय कुराहरू मैले नजानेको पनि हुन सक्छु हैन। कतिपय कुराहरू जान्नु भएको छैन भने म बुझाउने प्रयास गर्नेछु। थ्यांक यू सो मच, र हामी अर्को भिडियोमा रहनेछौँ।